आजको यस भिडियोमा हामी 29 बाई 39 को एउटा घरको नक्सा लिएर आएको छौँ। यो नक्सामा 3वटा बेडरुम छ, एउटा टोयलेट एन्ड अट्याच बाथरुम छ, अर्को लिभिङ हल छ, ठुलो कार पार्किङ एरिया पनि छ र हल पनि छ, लिभिङ हल पनि छ र डाइनिङ एरिया यहाँ सिट आउट एरिया पनि छ। अब यसमा भएको सबैको कलमको साइज 10 इन्चको कलमको साइज हो यसमा र बेडरुमको साइज भन्दाखेरि यो 3 BHK बिल्डिङ प्लान हो जसमा प्रत्येक बेडरुम यो बेडरुम 1 को साइज 5 फिट 12 फिट 5 इंच इन्टु 11 फिट को हो र अर्को यो बेडरुम को साइज 13 फिट 2 इंच इन्टु 11 फिट को हो र अर्को यहाँ 13 फिट 2 इंच इन्टु 10 फिट 5 इंच को यो बेडरुम को साइज हो र यसमा हल को साइज भन्दाखेरि 13 फिट इन्टु 15 फिट को हल को साइज हो र यहाँ कार पार्किङ एकदमै निकै राम्रो ठुलो कार पार्किङ छ। अर्को टोयलेट एन्ड बाथ अट्याच यहाँ बाहिर पार्किङ एरियामा छ, दुईटा छ भन्दाखेरि एउटा टोयलेट एन्ड बाथ एरिया छ। यो मास्टर बेडरुम को लागि यसमा दुईटा मास्टर बेडरुम छ, यो पहिलो यो मास्टर बेडरुम र यो दोस्रो मास्टर बेडरुम हो र यस बेडरुम को लागि टोयलेट भन्दाखेरि 4 फिट इन्टु 7 फिट 5 इंच को टोयलेट हो र यसमा पनि 8 फिट इन्टु 4 फिट को टोयलेट हो। अब यो पार्किङ एरिया को लागि यो आउटर भन्दाखेरि टोयलेट कति छ भन्दाखेरि 7 फिट 4 इंच इन्टु 2 फिट 4 इंच को यो टोयलेट हो। एकदमै सानो टोयलेट हो भन्दाखेरि यो 4 फिट इन्टु 2 फिट 6 इंच को यो टोयलेट हो। अब यसमा नम्बर्स अफ कलम भन्दाखेरि कति हो भन्दाखेरि यो पहिला रेक्टेंगुलर कलम स्क्वायर कलम हो, यसमा स्क्वायर कलम 1 2 3 4 5 6 7 8 9 10 11 12 60 70 80 90 20 वटा यसमा कलम हो जुन रेक्टेंगुलर हो स्क्वायर र अर्को यहाँ 4 वटा सर्कुलर कलम हो। यो स्टेटिङ डिजाइन को लागि यहाँ तल दिएको छ र यसमा भएका यो बीचमा सेन्टरमा यो स्टेयरकेस एरिया हो। यसमा D1 भन्दाखेरि यो डोर D1 को साइज 3 फिट इन्टु 7 फिट को डोर हो। डोरको यो D1 प्रत्येक D1 यतिकैको र यो मेन गेट हो जसमा यो 10 फिट को मेन गेट हो। यहाँ 9 फिट होला, 9 फिट को मेन गेट हो र यो यसको एरिया भन्दाखेरि कति हो भन्दाखेरि 39 फिट 7 इंच बाई 39 फिट 33 इंच को यो हाउस प्लान हो। यो एकदमै निकै राम्रो हाउस प्लान हो। तपाईहरुले आफ्नो घर बनाउन चाहनुहुन्छ भन्दाखेरि गाउँ घरमा या शहरमा यो नक्सा युज गरेर बनाउन सक्नुहुन्छ र अरु डिजाइन को लागि र एस्टिमेट को लागि हामीले कन्ट्याक्ट गर्नु होला। यो कन्ट्याक्ट डिटेल हामी डिस्क्रिप्सन बक्समा कन्ट्याक्ट डिटेल राखिदिएको छौं र हाम्रो च्यानलको अबाउट सेक्सनमा पनि हाम्रो छ। यो भिडियो राम्रो लाग्यो भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला, बेल आइकन थिची कमेन्ट गर्नु होला, शेयर गर्नु होला, लाइक गर्नु होला। म अर्को भिडियो अर्को नक्सा लिएर आउँछु।